गोर्खा जातिको साहित्यका शिखर पुरुष लीलबहादुर छेत्रीको निधन नेपाली साहित्य क्षेत्रको लागि अपूरणीय क्षति। बसाई ब्रह्मपुत्रको छेउछाउ जस्ता कालजयी उपन्यासका स्रष्टा दर्जनौं भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक सम्मानले सम्मानित भारतको चौथो नागरिक सम्मान पद्मश्री पुरस्कार प्रापक प्राध्यापक लीलबहादुर छेत्री अब हामी बीचमा रहेनन्। मार्चको दिन 93 वर्षको उमेरमा उहाँको परलोक गमनले साहित्य अनुरागीहरूलाई मात्रै नभएर उत्तर पूर्वी भारतको समग्र गोर्खाली जनजीवनलाई नै स्तब्ध बनाएको छ। पञ्चभूतमा विलिन भए नेपाली साहित्यका नक्षत्र पद्मश्री लीलबहादुर छेत्री। नमस्कार दर्शकवृन्द, पीपीएन डिजिटलमा आफूलाई हार्दिक स्वागत छ। आउन सुनौ पद्मश्री लीलबहादुर छेत्रीको साहित्य क्षेत्रमा रहेको जीवन यात्रा सन्दर्भमा विशिष्ट साहित्यिक रुद्र बरालले प्रस्तुत गरेको एउटा खास प्रतिवेदन। मार्चको दिन असमेली गोर्खाहरूको लागि एउटा अविस्मरणीय दिन भएर रहेको छ। यो एउटा दिन मात्र होइन, अब लीलबहादुर छेत्री मृत्यु दिवस पनि भएको छ। एकजना प्रतिभावान विभूतिको निधनप्रति सबैले हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। हाम्रो पनि सारप्रति भावपूर्ण श्रद्धाञ्जली नमन छ। असमका गौरव भारतीय नेपाली साहित्य जगतका चम्किला तारा पद्मश्री स्वर्गीय लीलबहादुर छेत्रीजीको निधन नेपाली साहित्य जगतको लागि ठूलो क्षति भएको हो भनी साहित्य सर्जकहरूले बताएका छन्। साहित्य अनुरागीहरूले, जाति प्रेमीहरूले, भाषा प्रेमीहरूले एकमुष्टमा बताएका छन् लीलबहादुर छेत्री सर सदैव हामी बीचमा अमर रहनुहुनेछ। उहाँ न केवल एउटा व्यक्ति हो, उहाँ त हाम्रो इतिहास हो भनी बताएका छन्। स्मरण त उहाँ त मैले भनिहालेँ, मृत्यु भएन, निधन भएन, उहाँ स्वर्गारोहण गर्नुभयो। अब चिन्ने छोड्ने काम हामीहरूले, उहाँले स्वर्गबाट हामीहरूले हेर्नुहुन्छ। उहाँले दिएको 22 वर्षको उमेरमा बसाइ लेख्नुभयो। हामी 22 वर्षको उमेरमा के गर्छौँ? साहित्य नै पढेको हुँदैन 22 वर्षमा हामीहरूले। सन् 1933 को 1 मार्चको दिन गुवाहाटीमा जन्मिनुभएका लीलबहादुर छेत्रीको पिताको नाम प्रेम बहादुर छेत्री र माताको नाम पवित्रा देवी हो। 93 वर्षको उमेरमा 13 मार्चका दिन गुवाहाटीको मरिखाली स्थित स्वगृहमा छेत्रीको निधनमा समग्र नेपाली साहित्य समाज मात्रै नभएर गोर्खा जातिमा पनि शोकको वातावरण छाएको छ। शिलङबाट आफ्नो बाल्यकाल सुरु भएको लीलबहादुर छेत्रीले गुवाहाटी विश्वविद्यालयबाट अर्थनीतिमा स्नातकोत्तर गरेर गुवाहाटीकै आर्य विद्यापीठ कलेजमा अध्यापना गरेका थिए। 16 वर्षको उमेरमा प्रकाशित लीलबहादुर छेत्रीको पहिलो प्रकाशित कविताको नाम शिवस्तुति हो। 24 वर्षको उमेरमा सन् 1957 प्रकाशित भएको छेत्रीको बसाई उपन्यास पूर्वोत्तर भारतकै पहिलो उपन्यास हो। दोस्रो उपन्यास अतिप्त पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास हो भने छेत्रीको तेस्रो उपन्यास ब्रह्मपुत्रको छेउछाउ एक आञ्चलिक कथावादी उपन्यास हो र यसै उपन्यासको लागि लीलबहादुर छेत्री साहित्य एकाडेमीको पुरस्कारले सम्मानित भएका हुन्। प्रयात लीलबहादुर छेत्री पूर्वोत्तर भारतबाट अकादेमी पुरस्कार विजेता पहिलो गोर्खे साहित्यकार हुन्। 2004 मा प्रकाशित छेत्रीको चौथो तथा अन्तिम उपन्यास प्रतिध्वनिहरू विस्मृतिका उनका बाबु प्रेमबहादुर छेत्रीको जीवन आधारित जीवनीपरक उपन्यास हो। छेत्रीको चारैवटा उपन्यासको विषय, प्रवृत्ति, भाषा शैली भिन्न भिन्नै प्रकारको पाइन्छ। उहाँको योगदान सधैँ अविस्मरणीय रहनेछ र उहाँका लेख निबन्धहरू जुन छन्, कथा कविताहरू छन्, त्यसमाथि चर्चा परिचर्चाहरू चलिरहनेछ र उहाँलाई आदर्श हिसाबले लिएर जसरी अब हामीले हरिभक्त कटुवाललाई बिर्सिन सकेका छैनौँ, उहाँलाई यहाँको नेपाली साहित्यले कहिल्यै बिर्सन सक्दैन। सधैँ उहाँ हाम्रो बीच रहनुहुन्छ उहाँको कृतिको माध्यमबाट। 3 दशक 20 अभिव्यक्ति सन् 1983, लीलबहादुर छेत्रीका कथाहरू सन् 1993 र छरिएका 20 गुण सन् 2016। शीर्षक 3 थान कथाकृति प्रकाशित गरेर नेपाली आख्यान साहित्यमा छेत्रीले थप योगदान पुर्याएका छन्। कहिल्यै नफुक्ने गाँठो शीर्षकको उनको अर्को एउटा कथा सङ्कलन सन् 2016 मा
डाक्टर खगेन शर्मा र एकदीप अधिकारीको सम्पादनामा प्रकाशित भएको छ। यसमा उनका 29वटा कथा सङ्कलित भएको पाइन्छ। उनले बसाई उपन्यास लेख्नुभन्दा 8 साल अघि नै कथा लेखन गरेका हुन् भन्ने कुराको पुष्टि यस वाक्यले गर्दछ। 16 वर्षको उमेरमा उहाँले शिवस्तुति भन्ने शिलङबाट एउटा पर्चा निकाल्नु भएको थियो कविता। त्यो अहिले पनि हामीसित उपलब्ध छ, त्यहाँबाट थाल्नु भएको हो। तर त्योभन्दा अगाडि उहाँले भन्नुभएको छ, म 7 मा हुँदैखेरि मैले उपन्यास लेखिरहेको थिएँ, बसाई लेख्ने धेरै अगाडि उपन्यास लेखिरहेको थिएँ भन्ने खालको कुरा उहाँले गर्नुभएको छ उहाँको अन्तर्वार्ताहरूमा। प्रस्तुत कथाहरू सन् 1949बाट 1975 को अवधिभित्र एउटा कथा बाहेक बेला बेलामा समय, स्थान, पवित्र परिस्थिति अनुरूप मेरो हृदयमा उब्जिएका भावनाहरूको अभिव्यक्ति हुन्। प्रवृत्तिगत तरिकाले उनका कथाहरू सामाजिक यथार्थवादको सेरोफेरोभित्र रचिएका छन् भने केही कथाहरू सचन्ततावाद र आदर्शवादका बासिराले बिजेका छन्। छरिएको बिस्कुन लोककथाको आधारमा रचिएको कथाकृति हो। क्षेत्रलाई आख्यान साहित्यको मुकुट पहिराएर आख्यानकारकै साथ सीमाभित्र राख्न खोजे तापनि उनको निबन्ध प्रतिभालाई कतै छोप्न मिल्दैन। प्रकाशित निबन्धलाई सङ्ख्याकै हिसाबले हेरौँ अथवा गुणवत्ता नै हेरौँ भन्न आख्यानभन्दा निबन्धमा उनले कम आत्मनियोग गरे भन्न मिल्दैन। उनका प्रकाशित निबन्धहरूको सूची यस प्रकारको छ। सन् 1961 मा प्रकाशित असममा नेपाली भाषाको सारोगारो, सन् 1957 मा पूर्वाञ्चल भारतीय नेपाली कथा साहित्य र पत्रकारिताको इतिवृत्त, सन् 1999 मा झ्याउरे पार्टीमा लाग्दा, पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन सन् 2000, सिमलको भुवा सन् 2011, 2025 मा अतीतका ऐनामा विविध झाँकीहरू यसको सम्पादनामा डाक्टर खगेन शर्मा रहनुभएको थियो। यस उपरान्त पनि उनले विभिन्न समयमा विभिन्न पुस्तकका लागि लेखेका भूमिकाहरूको सँगालो लीलबहादुर छेत्रीका ऐतिहासिक भूमिका शीर्षकमा D.R. पोखरेलद्वारा सम्पादित पुस्तक सन् 2019 मा प्रकाशित भएको छ भने रुद्र बरालद्वारा सम्पादित उनको अन्तर्वार्ताहरूको सँगालो लीलबहादुर छेत्रीको काया कोइरन सन् 2023 मा प्रकाशनमा आइसकेको छ। निबन्धकार छेत्रीलाई समालोचक डाक्टर गोपाल भण्डारी कथात्मक शैलीमा निबन्धकार भन्दै भन्छन्, जीवनका तिता मिठा अनुभवहरूलाई समेटेर निबन्ध लेख्ने असमेली निबन्धकार लीलबहादुर छेत्री उपन्यासकारको रूपमा सुपरिचित भइसकेका भए पनि निबन्धकारको रूपमा सघन चर्चामा छैनन्। निबन्धकार लीलबहादुर छेत्री तथ्यका प्रस्तुता बन्न पुगेका छन्। उनले धेरैजसो निबन्धमा आफैले देखेको, भोगेको र अनुभव गरेको विषयवस्तुलाई इमानदारीपूर्वक प्रस्तुत गरेको देखिन्छ। प्रवृत्तिगत तरिकाले हेर्दा छेत्रीका निबन्धहरू खोज अनुसन्धानमूलक, ऐतिहासिक तथ्यपरक, जातीय समस्या, मुलुक, भाषा, साहित्य, संस्कृति विषयक र नियात्रापरक छन्। लीलबहादुर छेत्रीले असमेली नेपाली नाटक र एकाङ्कीको विकासका लागि पनि धेरै काम गरेका छन्। उनी आफू पनि एक कलाकार तथा नाटक निर्देशक थिए। अल इन्डिया रेडियोको गुवाहाटी केन्द्रमा कार्यरत रहँदा उनले रेडियो रूपकहरू पनि लेख्नु र प्रसारण गर्नु परेको थियो। उनले रेडियो रूपक, एकाङ्कीदेखि पूर्णाङ्ग नाटकसम्म रचना गरेर हरिनारायण विद्याभूषणहरूले थालेको र प्रेमसिंह सुवेदीहरूले मलजल गरेको असमेली नेपाली नाट्य साहित्यमा 3 थान नाटक थपेर यसलाई समृद्ध पारेका छन्। उनका प्रकाशित नाटकहरू यस प्रकारका छन्। सन् 1967 मा दोबाटो, सन् 1978 मा एकाङ्की नाटक माग, सन् 1983 मा सुरुको सुरु। उनका अरू केही सङ्कलित र असङ्कलित नाटकहरू एकत्रित पाएर गोविन्दराज भट्टराईको सम्पादनामा लीलबहादुर छेत्रीका चर्चित नाटकहरू शीर्षकमा सन् 2021 मा काठमाडौँबाट पनि प्रकाशित भइसकेको छ। यति हुँदाहुँदै पनि पूर्वोत्तरको आख्यान विधालाई अँगालोमा हालेर उनले जुन स्थानसम्म पुर्याए, निबन्ध, कविता वा नाटकको क्षेत्रमा सायद त्यसम्म सकेन। सायद पूर्वोत्तरको नेपाली निबन्धलाई प्रतिष्ठित गराउने श्रेय मनसिंह गुरुङबाट र कवितालाई प्रतिष्ठित गराउने श्रेय हरिभक्त कटवालबाट उनले खोज्न खोजेनन्। फरक यति छ, उनी साहित्यका सबै विधामा आफ्नो सशक्त योगदान पुर्याउने पूर्वोत्तरको अग्रणी प्रतिभा हुन्। असमेली नेपाली साहित्यका देवकोटा हुन्, इन्द्रबहादुर राई हुन्। 7 दशकदेखि लामो साहित्य यात्रामा उनी धेरै सम्मान र पुरस्कार पाउन सफल भए। पद्मश्री पुरस्कार प्राप्तिको आनन्ददायक क्षणमा आइपुग्ने यात्रा पथमा उनी धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मान र पुरस्कारले सम्मानित भइसकेका थिए। सन् 1983 मा नेपाली साहित्य सम्मेलन दार्जिलिङले दियालु पुरस्कार प्रदान गरेपछि उनले सम्मान र पुरस्कारको लागि पर्खिबस्नु परेन। सन् 1985 मा पश्चिम बङ्गाल राज्य सरकारले प्रदान गर्ने भानु पुरस्कार प्राप्त गरेर एउटा कृति ब्रह्मपुत्रको छेउछाउ उपन्यास सन् 1983 मा साहित्य अकादमी पुरस्कार प्राप्त गर्न सफल बन्यो। यसको अतिरिक्त उनले प्राप्त गरेको पुरस्कारहरूको
सूची यस प्रकारको छ। मदन स्मारक व्याख्यानमाला सम्मान वाराणसीबाट 2001 सनमा, वेदनिधि पुरस्कार काठमाडौँबाट 2003 सनमा, अगम स्मृति पुरस्कार सिक्किमबाट 2005 सनमा, असम नेपाली साहित्य सभा पुरस्कार 2006 मा, अभिजमान ट्रस्ट पुरस्कार कुवेतबाट 2008 मा, सिक्किम सम्मान सम्मेलन गन्तोकद्वारा सम्मानित भएका थिए 2004 मा, नई देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार 2012 मा, पूर्वाञ्चल साहित्य शिरोमणि पुरस्कार 2012 मा, हरिभक्त कटवाल स्मृति पुरस्कार असम नेपाली साहित्य सभाद्वारा 2016 मा, जगदम्बा श्री अन्तर्राष्ट्रिय पुरस्कार काठमाडौँबाट 2016 मा, वसुन्धरा श्री पुरस्कार काठमाडौँबाट 2016 मा, सन् 2020 मा पद्मश्री पुरस्कारले सम्मानित भएर छेत्रीले समग्र पूर्वोत्तरका गोर्खाहरूको शिर उच्च पारेका हुन्। कारण यो पुरस्कार थाप्ने उनी पूर्वोत्तरको पहिलो गोर्खा सपूत हुन्। पूर्वोत्तर भारतको साहित्य शिरोमणि आर्य विद्यापीठ कलेज गुवाहाटीको अर्थशास्त्रमा सेवानिवृत्त अध्यापक लीलबहादुर छेत्रीलाई नोभेम्बर 8, 2021 मा राजधानी नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित एक गरिमामय समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट देशको चौथो सर्वोच्च असामरिक सम्मान पद्मश्री पुरस्कारले सम्मानित गरियो। श्री लीलबहादुर छेत्री, साहित्य एवं शिक्षा। यो उपलब्धि मेरो होइन, तपाईहरुको उपलब्धि हो। तपाईहरुको आशीर्वाद, तपाईहरुको माया, तपाईहरुको चाहिँ सद्भावना मैले नपाएको भएदेखि अब त्यो हुने थियो। मैले त साथमा खोजेको पनि होइन। त तपाईहरुकै अब यस्तै जुन पाठकहरू भए, शुभेच्छुकहरू भए, उनीहरूले नै यो ल्याउने प्रचेष्टा पनि गरे। अनि उनीहरूकै माध्यममा मैले एक्कासी मैले जुन दिन घोषणा भयो त्यो दिन आफूले पाएँ। त्योभन्दा अगाडि मलाई केही हुन्थेन। र यो वास्तवमा अब अहिले तपाईँले भने जस्तो त्यस्तो त म केही पनि होइन। साधारण एकजना अब साहित्यको सधैँ एउटा खास गरी आफ्नै अब भाषामा लेख्ने साहित्यको एउटा सिर्जना। अब त्यो चाहिँ के भने खास गरी अब नलेखी म किन लेख्छन् भन्ने कुरामा म नलेखी बस्न सक्छु। नेपाली भाषा साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको योगदानका निम्ति उनलाई यस सम्मानले सम्मानित गरिएको हो। राष्ट्रपति भवनमा सम्पन्न एक भव्य कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायत थुप्रै गण्यमान्य व्यक्तिहरूको उपस्थितिमा राष्ट्रपति रामनाथ कोविन्दको बाहुलीबाट छेत्रीले यो सम्मान थापे। यस प्रतिष्ठित सम्मानले सम्मानित हुने छेत्री पूर्वोत्तर भारतका प्रथम गोर्खा सन्तान हुन्। हालैमा नेपाली साहित्यका उपन्यास सम्राट साथै भारत सरकारद्वारा पद्मश्रीले सम्मानित असम गुवाहाटी निवासी लीलबहादुर छेत्रीज्यूका उपन्यासहरूलाई समेटेर एक पुस्तकमा समावेश गरे नेपाली साहित्यनुरागीहरूलाई एक उपहार स्वरूप प्रस्तुत गर्ने काम इन्द्रेणी प्रकाशन असमले गरेको छ। सम्पादक रुद्र बराल र ढाकाराम काफ्ले धन्यवादका पात्र मात्रै होइनन्, नेपाली साहित्यप्रति रुचि राख्ने आउने पिँढीहरू यहाँहरूको यस महत् कार्यप्रति ऋणी पनि रहनेछन्। प्रख्यात उपन्यासकार लीलबहादुर छेत्रीज्यू सशरीर रहँदै यहाँको उपन्यास समग्र पाठकमाझ पुग्नुमा इन्द्रेणी प्रकाशनको मेहनत र नेपाली साहित्यप्रतिको यहाँहरूको समर्पण स्पष्ट दर्शाउँछ। लीलबहादुर छेत्री पूर्वोत्तर भारतका यस्ता एकजना साहित्यकार हुन् जसले आफ्नो जीवित अवस्थामै लीलबहादुर छेत्री न्यास नामक एउटा न्यास गठन गरेर समाजमा उठ्दै आएका उदीयमान साहित्यकारहरूलाई सम्मानित गर्ने, प्रेरणा दिने, हौसला दिने एकजना साहित्यकार हुन्। यस उपरान्त पनि भारतीय गोर्खा परिसङ्घको राष्ट्रिय गोर्खा गौरव सम्मानले सम्मानित, भारतीय गोर्खा परिसङ्घ असम प्रदेश समितिद्वारा आजीवन साहित्य साधना सम्मान, अखिल असम गोर्खा सङ्घद्वारा जीवनभरको उपलब्धि पुरस्कार प्रापक, साहित्य एकाडेमी पद्मश्री प्राध्यापक लीलबहादुर छेत्री अब हामी बीचमा रहेनन्। बिहिबार 13 मार्च 2025 को रात्रि 10:10 गुवाहाटीको मरिखाली स्थित आफ्नो निवासमा लीलबहादुर छेत्रीले अन्तिम सास लिनुभयो। यसरी एकजना महिरो व्यक्ति, एकजना साहित्य क्षेत्रका नक्षत्र पुरुषलाई हामी हार्दिक नमन, शतशत नमन र भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। हाम्रो साहित्यलाई विश्व साहित्यको धारोमा पुर्याउनको निम्ति अनुवादको जरुरत। अनुवाद पनि केवल अब क्षेत्रीय भाषाहरूमा मात्रै भएर हुँदैन, त्यहीमा पनि हुनुपर्छ, असमियामा हुनुपर्छ भने त्यसको साथै अङ्ग्रेजी भाषामा ज्यादा अनुवाद गर्ने हाम्रो जुन चाहिँ त्यो अलिकति अभाव भइरहेछ। यता काठमाडौँ नेपालमा चलिरहेछ। हामीमा पनि त्यो चाहिँ एउटा अङ्ग्रेजीमा अनुवाद गर्दाखेरि विश्वको
अब नेपाली साहित्यलाई जान्न खोज्ने चासो लिनेहरूले त्यो बुझ्न सक्छन्, पढ्न सक्छन्, जान्न सक्छन्। बसाई जुन विश्व प्रसिद्ध एउटा उपन्यास जो हाम्रो पाठ्यक्रममा पनि आउँछ, त्रिभुवन युनिभर्सिटीको पाठ्यक्रममा पनि, जसलाई 50 वर्षदेखि राखिएको त्यस्तो एकजना सृजक जुन बसाई अन्तर्राष्ट्रिय लेभलमा एउटा सिनेमा बनिसकेको बसाई र विश्वको धेरै भाषामा पनि त्यसलाई गरिसकिएको छ, अनुवाद भइसकेको छ। बसाई अङ्ग्रेजीमा 2 चोटि भयो, कोलम्बिया सबैभन्दा सुरु कुरो त त्यसले पनि काम गरेको छ। अब एउटा अनुवादमा डाक्टर माइकल हट जस्तो विद्वान लन्डन युनिभर्सिटीको प्रोफेसर हो, उसले अनुवाद गरेको छ। अनुवाद गरिकन कोलम्बिया युनिभर्सिटी प्रेस न्युयोर्क अमेरिकाले छापेको छ। बहुत धेरै। अब अलिकति सानो एउटा हजुरलाई भन्नु पर्यो, हजुर समग्र विश्वमा हुने हाम्रो गोर्खाहरूलाई, युवाहरूलाई के भन्न चाहनुहुन्छ? युवाहरूलाई विशेष गरी अब आज साहित्यलाई साहित्यको रूपमा मात्रै नलिएर, साहित्य केवल जीवनको परिभाषा मात्रै होइन, जीवनको मार्गदर्शन पनि हो। त हाम्रो अहिलेको चाहिँ अब स्थितिमा हाम्रो समाजलाई, हाम्रो गोर्खा जातिलाई कस्तो प्रकारको सठिक मार्गदर्शन दिने खालको साहित्यको सिर्जनाको आवश्यकता छ। त्यसको बादमा लेखक हुन खोज्नेहरूले अध्ययन गर्नुपर्छ। हो त अध्ययन भन्नाले केवल किताबको अध्ययन मात्रै होइन, मलाई त्यसको पृष्ठभूमिको अध्ययन गर्नु पऱ्यो, मानिसको अध्ययन गर्नु पऱ्यो, मानिसहरूसित भित्र पस्न सक्नुपर्छ सृजनशील साहित्य लेख्नको लागि हो कि। अब त्यही अब मेरो युवा पिँढी जो चाहिँ अब साहित्यमा रहर गर्छन्, उनीहरूले चाहिँ जीवनको तथ्य र जीवनको मार्गदर्शनलाई पनि मध्यनजर राखेर आजको स्थितिमा हामी कुन बाटो कसरी हिँड्नुपर्छ त्यसको सठिक दिशा निर्कोल गरेर साहित्य सृजना 1300 पृष्ठका उपन्यासहरू लेखिएका छन्। यी पनि अहिले आसाममा पनि 500 पृष्ठसम्मका नेपाली उपन्यासहरू फेला परिसकेका छन्। तर त्यसको दाँजोमा बसाइ चाहिँ के भने आजको दिनमा, आजको युगमा मान्छेले त्यति लामो अब एउटा पुराण पढ्न कसैले पनि रुचाउँदैन। र बसाइमा चाहिँ एउटा कुरो त्यो पनि एउटा छ। वास्तवमा चाहिँ यो जनजीवन 95% हाम्रा जन्ममा चाहिँ घटेको त्यति बेला है, त्यो समयलाई हेर्नुपर्छ। 60 वर्ष अघि जुन शोषण प्रक्रिया, जुन सामन्ती एउटा प्रथा थियो, त्यसको माझमा चाहिँ बसाइले त्यो समयलाई चाहिँ ज्यादै सम्पूर्ण रूपले चाहिँ अँगालेको छ। त एउटा ठुलो यो छाताभित्र जति साहित्यिक सङ्गठनहरू छन् र साहित्यको सेवा गर्न तत्पर भएका छन्, उनीहरू हाम्रो माझमा प्रतिस्पर्धा नहोस्, सबै मिलेर एक भएर चाहिँ अब कुनै पनि हाम्रो जुन अब्जेक्टिभ हो, उद्देश्य हो, त्यसलाई सुनिदिनु।